थाहा त तपाईँलाई यसै थाहा थियो स्पष्ट सोध्नु हो के कुरा पुरानो कुरा भन्ने मेरो होइन कति राम्रो हामीलाई थाहा भयो धेरै कुरा नि झन् जस्तै मोरपाथी भन्ने थाहै थिएन नि त थाहा थिएन थाहा भयो थाहा थिएन झन् हजुरआमाले भनेको सुकापाथी छ्याइ भनेको चाहिँ थाहा थियो होइन अब त्यो त हामीले भोगेनौँ नि त अनि त्यसपछि अब 10 रुपियाँ धार्नी मासु मैले देखायो बाले 5 रुपियाँ धार्नी देख्नुभयो होइन अनि त्यसपछि 200 रुपियाँ तोला बाले सुन देख्नुभयो 14 सालमा किने 14 सालमा होइन त्योभन्दा अलिक महँगै चाहिँ बेलामा चाहिँ पऱ्यौँ हामी त होइन त्यसैले बाबाट धेरै कुरा थाहा भयो बाले चाहिँ यो बाटो यहाँबाट चाहिँ के अरे चितवन झर्ने बाटो होइन अनि बिना चप्पलमा त्यस्तो चाहिँ खुकुरीको धार जस्तो ढुङ्गा भाषा टेकेर हामीले हिँडेर पनि दिन बितायो अनि बाहरूले त्यतिखेर लाउने कपडा बाले चाहिँ थाहा भयो होइन बाबाहरू यहाँबाट गएर भैँसेबाट चाहिँ नुन लिएर आएको कुरा थाहा भयो होइन अनि बाहरूको भन्दा पनि अगाडिका बाहरूले चाहिँ उहाँ ठोरी गएर नुन लिएर आएको कुरा बोरामा बोकेर ल्याएको थाहा भयो होइन कति बलिया त हाम्रा जाने पुर्खाहरू चाहिँ एक बोरा नुन ल्याउने भनेको कम हो त त्यो निरोगी बेलाका निरोगी अनि बाले अब 7 मुरीसम्म चाहिँ तिल चाहिँ बनाउनु भएको 7 मुरी त मैले बर्सुनी नबनाइ सुकै नपाउने त हेर त तिलै 7 पर्ने जग्गा थियो कि बापरे हाम्रोमा त हेर्नु सबैको अनि त्यत्रो चाहिँ काम गर्नु भएको अरू 300 400 बोरा बनाए बदन भनेर भन्थे बनाए पनि हाम्रो जग्गै त्यस्तो नलाइन भन्ने थियो हाम्रो चाहिँ भुरा चाहिँ भएले गर्दा धेरै खन्न नसक्ने भनेर ठिकै लाउँथेँ मैले 100 बोरासम्म बनाएँ मैले खानालाई चाहिँ मैले चाहिँ बिउरे खाना गरेर 22 बोरा राख्थेँ म यत्रो ढेडी यस्तो चाहिँ मसिनो हो र यत्रो ढेडी ठुल्ठुला स्वादे त्यस्तो बनाउनु खेती हुन्थ्यो त्यो गाउँमा अहिले त्यो सम्झिँदाखेरि दिक्क लाग्छ मलाई हो नि कस्ता चिज हुन्थ्यो अहिले तपाईँको चाहिँ नि माटाभित्र केही छ कि भनेर खोज्छ बनकारले खाइदिन्छ हो त नि त्यसो गरेर बनकारबाट नसकेर छोडिदिएको हो त नि अब अहिले अर्कै जमाना आयो बालाई चाहिँ नि पहिले अहिले हेरेर चाहिँ पहिले जस्तो केही छैन भनेर भन्नुभयो त्यो दिक्क लागेको छ बालाई चाहिँ नि पहिले केही छैन भन्नुभयो बा धेरै कुरा बाबाट धेरै कुरा जानकारी भयो यो चाहिँ हाम्रा अब सन्तान दर सन्तानले जान्नुपर्ने कुराहरू हुन् कि छैन नि होइन जान्नुपर्ने कुराहरू हुन् हुन्छ बा चाहिँ बाले धेरै कुरा हामीलाई जानकारी चाहिँ दिनुभयो धेरै अब खुसी लाग्यो अनि बाबाट धेरै कुरा सिक्न पाइयो बालाई अलि अबेलासम्म मैले चाहिँ यो गरेँ दिक्क लाएँ होइन अबेलासम्म चाहिँ मेरो त सुते पनि निद्रा आउँदैन ओखती खाए पनि बेउतीले बस्न नभएको निद्रै आउँदैन त्यसो हुन्छ अब चाहिँ त्यसो ओखती खाएर बेहोस भएर सुत्ने होइन अनि जाडो अहिले त जाडो हराउँदै गयो अलि सक्छु उठ्नलाई अब अस्ति त म 8-9 नबजिकन उठ्दै उठ्नै नसक्ने बेलुका अबेर सुत्ने बिहान अबेरसम्म चाहिँ बेलुका चाँडै सुत्ने बिहान चाँडै उठ्ने हो खेती किसानीको हो त नि कामै त्यही हो अब बेलुका सुत्न पर्न सबै कुरो अरौ परौ गऱ्यो अरे बेलीमाथि घपला फुल खाएर गर्ने कुरा बातचित गरेर सुत्ने बिहान चाँडै उठ्ने त्यही थियो अहिले त कुन खेतीपाती कुन के अब म चाहिँ मान्छे पाएदेखि राति भेटी गफ गर्छु कति राम्रो छ पाएको अलि अरूभन्दा अलिक फरक रहेछ अनि चुनिया धारो बारे पनि कुराकानी भयो चुनिया धारो पुग्नु भएको छ तपाईँ म पुगेको छु चुनिया धारो हाम्रो गाउँमा पुग्नु भएको रहेछ त्यही त राजकृष्ण कडेलले चुनिया धारो बारे एउटा कविता लेख्नु भएको अनि त्यही कविताको खोजी गर्न भनेर म त्यहाँ गएको छैन त्यसो भएर चाहिँ त्यो पनि हामी त उनीहरू घर तल्लो गएर हाम्रो घर माथिल्लो गएर एउटै घरको जान हुन्छ बाजे नि धेरै कुरा थाहा भयो मलाई त खुसी लाग्यो मैले के भने त्यो त्यतातिरको नि हजुरहरूको त्यतातिरको धादिङको इतिहास थाहा थिएन नि त अनि पहिले हिँड्ने बाटो पनि हजुरले बताउनु भयो कान्द्राङगढी हुँदै तल झर्नु हुँदो रहेछ हाम्रो चितुङ जाने बाटो चाहिँ हजुर मैले खोलै गएर कान्द्राङगढी उक्लिने एउटा बाटो थियो हेरी त्यहाँबाट गएर त्यो बाटो खोलै गएर चौकीमा पुग्छ चौकी भन्छन् तल फेदी त्यो कान्द्राङगढीको फेदीले चौकी भन्छ कि गढीपट्टि जाने भएदेखि त्यो फेदीबाट उँभो लाग्ने खोलै जाने लोचर दोकान तल गएर निस्किने त्यो दुईवटा बाटो नि हिँडिया छ जोइमार हात्तीबाङबाट नि हिँडिया छ लटोटी भिर
सोची खोरबाट नि हिँडिएको छ हेरी हामी यो बाटो गएर जुडपानी निस्केर नि हिँडिएको छ यो अहिले सरकारले बाटो बनायो नि मुखलिनबाट त्यो बाटो गएर जुडपानी पनि कति कति बास बसिएको छ पिठतिर त्यहाँतिर यताउति अब सिजनतिर 16,000 सिजन चाहिँ गाउँै पछि भन्न सक्छु म सबै कुरो त्यहाँतिर चाहिँ पहिलेदेखि हिँडेको ठाउँ 16,000 भनेको बाँके 16,000 कर उठाउने भनेको कि 16,000 घरधुरी भएको त्यो अब चाहिँ नि के जाति भने जस्तो चाहिँ नि अहिलेका बुढापाका मान्छेले हाम्रो यो चाहिँ नारायणघाट वारी चाहिँ 16,000 हजुर नारायण पारी चाहिँ तपाईँको चाहिँ नि नवलपुर कोही कति कोर्स भने चाहिँ 14 कोर्स भने कि कति भनेर भन्छन् त्यही सुनेर मैले सुनिया भएर भने हो पर्सो चाहिँ मैले जाने होइन हेरी यो यसलाई चाहिँ नि 16,000 सिट पनि भन्छ नानीहरू अहिले लदर होला दोबारसम्म हुन्छ बाजा नि ल ठिक छ अब हजुरलाई मैले निन्द्रा लागेँ होला छागे लागेँ होला होइन बाजाले मलाई पनि हँसिलो कुराकानी गर्न मन लागेर मजा आएको छ ठिकै छ मजा आएको छ खुसी लाग्यो हजुरको चाहिँ हजुर धेरै यसमा रेकर्ड भएको छ